हेलो गाइज, नमस्ते सबैजनालाई अनि स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि मैले मुकबाङ भिडियो लिएर आएको छु। आज चाहिँ के छ भने हामीले चिकन बिरयानी लिएर आएको छु। चिकन बिरयानी चाहिँ उहाँहरूले पकाउनु भएको अनि होममेड, अनि यहाँ दही पनि छ, अनि त्यहाँ थोरै एक्स्ट्रा ग्रेभी पनि छ, अनि हाफ बोइल अन्डा यिनीहरू त भइहाल्यो, सलादहरू अनि आँप आज चाहिँ हामीले चाहिँ ह्युज मेनु लिएर आएको छौँ। धेरै छ नि त है, पहिलाको भन्दा चाहिँ आज खान सकिन्छ सकिन त्यही पनि ट्राई गर्नेछौँ, सकेसम्म भ्याउने कोसिस गर्नेछौँ। खाइदिउँ है त, टेस्ट कस्तो खायो सुरु गरे ल। दामी भएर चाहिँ उसले बनाएको मैले सिकाएको उसलाई बरु मैले सिकाएको भन्दा मिठो भयो। बवाल भयो। नुन हाल्नु कस्तो मजाले मिलेछ हौ। अलिकति पिरो खाने भनेर हल्का पिरो चाहिँ भयो। मासुमा क्या मजाले उस भयो बाँकी छ। पसिना भयो डेन्जर टल्कियो। अब फेरि तिनको घर हो नि त, त्यही भएर यस्तो गर्मी हुन्छ क्या। यो मेरो कोठामा लास्टै गर्मी हुन्छ, उता किचन र उताको रुममा चाहिँ अलि शीतल हुन्छ। तर फेरि त्यताखेरि ठाउँ छैन नि त, त्यही भएर बबाल भयो। पुइमामा खाएको भन्दा पनि मिठो भयो है। पुइमाको र हाम्रो टेस्ट फरक छ नि, त्यही भएर पुइमामा बिरयानी खाने क्यान्सल गरिदिएको। पर्दामा हो न खरा खायो केटाकेटी। अस्ति म बनाउने यस्तो गर्थ्यो गाउँमा यहाँ सेम होइन, सेम त भएन होला। आज मिठो अस्ति भन्दा चाहिँ अनि पिरो नि मजाको भएको भए पिरो पसिना आएर चिसो हल्का मेकअप गरेको आज मेकअप गर्दा त झन् पसिना आउँछ क्या। क्या त्यस्तो साह्रो नि गर्ने होइन। हल्का गरेको त्यही पनि सधैँ सिम्पल आयो, त्यही भएर आज अलिकति हात र अनुहार यस्तो हो सबैको। होटेल खोलेर बस्नु यहाँ। पहिले त टाढीपट्टि मेडिकल थियो नि, त्यहाँ खाली हो नि त। ए होटेल के गर्ने हो भनेको सबै होटेलै छ, चल्ने हो कि होइन। हाम्रो त चल्छ होला। भिडियोमा त्यस्तो साह्रो धेरै देखाएन त। तर त्यहाँ जब धेरै हाम्रो क्यामेरा अलिक टाढो भएर हो कि के हो है। यहाँ पनि अर्को देखायो नि त। चम्मचमा अलिकति हालिदिउँ न दही भयो। लोकल काँक्रा हो। यो सफलको दही त अमिलो हुँदैन होइन र, त्यो अमिलो भयो त गुले गुले हुन्छ है। डाइटिङ बस्ने होइन त, उसले बस्नै दिएन। एक छाक त केही नहुने कि। फेस पसिनाले ग्लो आहा।
आज त काली आयो भन्दैनौ आज त ठिकै आयो साँच्चै काले त आएन फर्स्ट टाइम होला आज त भाइहरूको मेकअप दले नि त त्यो छ नि दलिन अलिअलि त्यो फाउन्डेसन मात्रै लगाएको अरू केही लगाएन एक पार्टी फाउन्डेसन लगाउने त्यही भएर लेभलमा आएको ओए लिपस्टिक कहाँ गयो खाइदियो म झन् बेसी खान्छ यसो हेर्नु खाने तर हामी होटलमा पनि यसरी खाने होटलको मान्छे खुसी हुन्छ होला हामीले जहाँ गयो भने क्या यसरी हो कि खाने जतिसुकै होटल होस् है भिआइपी होस् हातले खाने हो अनि एउटा केही छोड्दैन क्या एउटैसित छोड्दैन है तर हामीले अब त्यो मान्छेहरू अब ठुल्ठुलो यस्तो स्ट्यान्डर्ड पार्टीहरूमा जाँदाखेरि हातले खाना लजाउँछ नि त अनि चम्चाले खान्छ नि हामी त जहाँ गयो नि हातले गुवाम खाइन्छ नि तर हामीले खाएको देखेर अरूले नि हातले खान्छ कि सुरुमा त लाज लाएर खाँदैन कि उनीहरूले अनि पछि यतिमै अगायो क्या अन्त खाना लजाउँछ नि हामी दुईजना त जहाँ गयो नि यस्तै हो भदरमा है हातले दबाउने हो थपी क्या अझ हामी थप्न लाज लाग्दैन हामी त भर्खर केटाहरू त्यसरी खाँदैन नि खान्छ हामी त खान्छ हामीहरूको एक्स्ट्रा पिस हो क्या मेरिनेट पनि धेरै गरेन हो उसले भोक लाग्यो भनेर अनि हिजो मुख बन्द गरेकोदेखिबाट केही नि खाएको थिएन 5 मिनट पनि लाग्यो है भयो गाइस मेरो बिरालो हरायो आउँदै कहाँ गयो कस्तो क्युट थियो त्यही भएर हिजो भात खानु मन लाग्थेन आज पनि मुख बन्द नगरेको मैले खान्थेन क्या है त्यसको याद हड्डी टान्ने पनि ठिक्क हो राति सपना आउँदाखेरि देखेको बिरालो पाएको तर लास्टमा त सपना पो रहेछ बिपना पायो कुकुर बिरालो भनेपछि लास्टै मरिहाल्थ्यो कि मलाई त्यति साह्रो उस लाउँदैन राति पानी परेको थियो म त ला पानी त रुचे क्या हो कहाँ के कुनामा होला जस्तो भयो क्या त्यो मान्छेले धेरै गयो होला क्या पाउनु पर्ने होला है माथितिर पनि नगयो रहेछ त अनि यस्तो राम्रो बिरालो थियो ब्लगमा देखाएन है बर्गर बनाउनेमा थियो क्या है त्यो चाहिँ हाल्दैन कस्तो भयो भने खाएको भिडियो बनायो भने लास्टमा त अनै नगरेर रहेछ क्या होममेड बर्गर हो फेरि है सब घरै बनाएको स्न्याप गर्नुपर्ने रहेछ पहिला अनि यही बाटो गरेर नि तिम्रो फोन होइन कुन तिमीले कता राख्यो है उताबाट लिएर आएको छैन मैले त अहिले एकछिनमा अहिलेको फोन आउँछ मेरो बोल्न पाउँदैन आज एकैछिन हो किन आज रेस्टुरेन्टमा हो नि त साउले दिन आइहाल्छ त्यो बाटोबाट हिँड्दाखेरि एकैछिन बोल्ने अनि बिजी हुन्छ अनि गाडीमा बोल्न मिल्दैन बोल्दैन क्या साउको अगाडि सिटमा बसेर गर्नु चाहन्छ नि त अब धेरै भयो कति धेरै खायो तर यहाँ देख्दाखेरि थोरै छ है तर कसम 4 कप चाहिँ होला छ है 6 कप पकाएको 6 कप पकाएको 4 कप हामीलाई अनि 2 कप चाहिँ बाबु नानी र अनि भाइले राखेको गरी महिनामा मुखबाङ गर्नु ठिक नरहेछ गरी महिना नि हाम्रो घरमा यस्तो के घाम पर्छ कि दिउँसो चाहिँ ठ्याक्कै मेरो गोठामा पर्छ फेरि होइन तर खाने बेलामा त गर्मी त अलिक ठिक नहुँदो रहेछ तर जाडो महिना चाहिँ हाम्रो सही हुन्छ भयो मलाई त प्याकिङ गर्दा चाहिँ देख्दा हो अब एजेन्सीको मम्मी त होइन एउटा कुरा त भन्दै बिर्सेको दुईजना ब्ल्याक ब्ल्याक टी सर्ट लगाउने हजुर के होला हामी बिजी छौँ नि भिडियो बनाउँदै हो के काम थियो र ए भयो त्यसो त हामीले राख्दैन नि
पसिना माई गड खाम पसिना त्यही माथि अनि त्यही माथि सामान किन्न आएको खाँदा खाँदै तिमीले भोक लाग्यो यार हामीले देखेर अनि म गाउँमा यसरी गर्दो रहेछ भन्नु भयो होला है पसिना तिम्रो घरमा त माथिको पङ्खा टेक्थ्यो कि है मतलब तल सिलिङहरूको कि कराउँथेन नि त त्यही माथि लाइन गइदियो बिहा होला अघिको भन्दा अन्डा खान्छु म त खाऊ वा अन्डा ओए अन्डा त यस्तो भइरहेछ यस्तै ओए भने जस्तै अन्जानमा बनेको अन्डा हो यो आयो ल उसले बिर्सेको अघि नै मलाई गरम भन्दाखेरि के भनेको तिमीलाई पखाइ थियौँ भन्नु अब खाम भन्ने बेलामा अब छैन अन्डा त तेल भएको है हामी मुखमा गर्न सक्दैन अरू त काटेर हाल्दैन नि त हामीले काटेर हाल्दैन नि त यस्तो गऱ्यो होइन यस्तो गऱ्यो एक कास काट्यो भन्नु भयो हो त्यसो गर्दैन कता भयो मुखमा गर्ने मान्छे थाहा हुन्न तिमीले गरेको थियो गरौँ मैले हेरेको घोरेर हेर्नुपर्छ नि त त्यो इडिटहरू हो थाहा हुन्छ सुसुको केही छैन हजुरले माया गरेर 40-50 भ्यू पुऱ्याइदिइहाल्नु भयो त्यति पनि खुसी नै छु केही छैन हजुरले माया गरेर 40-50 भ्यू पुऱ्याइदिइहाल्नु भयो त्यति पनि खुसी नै छु सानो कुरा होइन नि त 40-50 भ्यू आउनु भन्ने है सही पक्रे धेरै माया आभार छु म हजुर के भन्छ आभारी छु आभारी छु म आभार व्यक्त गर्दछु भन न हजुरहरूप्रति ल तिमीलाई फल एउटा चाहिँ हड्डी मनपर्छ मलाई चाहिँ फलफल मनपर्छ तेरो हड्डी उसले खान्छ फलफल चाहिँ मलाई ओइ तर भ्याइएछ नि त्यहाँ पो थोरै धेरै यहाँ धेरै यति थोरै देखेको खै ओ माय गॉड 40-50बाट अब उसले बिस्तारै बिस्तारै बढ्छ हुन्छ नि कति मान्छेले कति स्ट्रगल गरेर बढाएको हुन्छ अनि तिमी त कति पो भएर 4 महिना खै भयो होला है त्यही तिमीले भिडियो कन्टिन्यू हाल्दैन नि त यसले हालिरहेको भए त त्यतिले फेरि युट्युबै खोल्छ भने खोल्यो भने नि त हामीले त्यतिले ग्रुपकोबाट खोल्ने भनेर है हो के अनि भएन अनि पछि त्यति फेरि कसैले पनि मतलब भएन ऊ मात्रै हो ऊ जता जान्छ मन त्यतै जाने म जता जान्छु ऊ पनि त्यतै जाने म उसको पुच्छर ऊ मेरो पुच्छर हामी दुइटा यता आउन हामी दुइटा ट्विन्स जस्तो देखिन्छ होला होइन देखिन्छ है तर छ नि त है छ ट्विन्स त हो हामी हामी दुईजना ट्विन्स हो ऊ अलि महिनाले कान्छ ए महिनाले मिनेटले होइन घन्टा भन न घन्टाले ऊ कान्छ म चाहिँ जेठो त्यही भएर म अलिक गोरो ऊ अलिकति अँध्यारोमा पाएको म चाहिँ उज्यालो भएँ ठ्याक्कै अँध्यारो पर्ने बेला म जन्मेछ ठ्याक्कै उज्यालो पर्ने बेला यो जन्मेको भएर ऊ चाहिँ अलिक गोरो छ म चाहिँ अलिक कालो छु ऊ राति पाएको भएर शीतल छ म दिउँसो पाएको भएर गर्मी हुन्छ मलाई एकदम छुची छ छैन त्यही छुची कसम अति भनिदियो तर होइन बाहिरी मान्छेहरूसँग त बोल्दैन हामी साथीहरूसँग बाहिरी मान्छेसँग त हजुर आन्टी खानुहोस् आन्टी हस् आन्टी ओहो यो जतिको त कसम अनि भाँडा पनि भयो आन्टी भयो नबोल्नु मै बोल्छु अनि कसैको अब नयाँ घरमा गछ भने तर म पनि त्यति साह्रो होइन पहिला बोल्थेन म त उसले त हेलो हजुर आन्टी हजुर भन्दैन हेलो यस्तो उसले डाइरेक्ट त्यो फलाना हजुर फलाना छैन अनि एकदम ठाडो होइन बोली ठाडो भने फेरि काम त गर्छु नि त बोली मात्र ठाडो अनि ऊ चाहिँ होइन हामी त अरूको घरमा काम गर्दैन होइन होइन भन्नु खोजेको मेरो चाहिँ बोली मात्रै ठाडो छ कामहरू चाहिँ त्यही भन्न लागिरहेको छु त ऊ बिचमा बोल्छ के अरे अर्काको घर गयो भने नि अब नयाँ पाहुना गयो भने पर्ने क्या यस्तो अब खाना सफ गर्छ नि होइन आन्टी म गर्छु हुँदिनु छोडिदिनु भन्छ नि यस्तो भाँडाहरू छ नि भाँडाहरू पनि होइन होइन म बोल्छु बस्नु खाने हो त्यो बानी चाहिँ राम्रो छ कि यसको चाहिँ अरू चाहिँ त्यस्तो भयो नि पाहुना घरको नि पाहुना बनेर बस्दैन कि काम चाहिँ सब गर्छ कि अनि सही पक्रे यसको तारिफ गर्दा गर्दै मेमोरी फुल भयो कि पचेन तारिफ अब हामीले सकेन खाना धेरै भयो अन्डा चाहिँ खान्छु अन्डा पनि धेरै भयो जस्तो मेरो त खुट्टै निदायो म बल्ल 50 केजी भएको थियो दिन यस्तो खाँदा हुन्न क्या आजको मुखबाङ भिडियो सबभन्दा लामो
हुन्छ जस्तो लागिरहेको छ मलाई। खाऊ न। अब यति भएपछि जानु केक नि थियो झन् मफिन ग्रेभी त छुँदै छैन। क्या दही 1-2 चम्चा खायो कता नि तायो सिधा गर न। कता गर्ने त सिधा पनि ठाउँ छैन। यस्तो कुचेर गरे नि त्यही भएर नि गर्नु भएको होला क्या। तिमीलाई त कस्तो मोटो देखेको त नानी। क्या मलाई चाहिँ आए तिम्रो एउटा सानो हो कि भन्ने हो भने मेरो होइन। ठुलो हो। त ऐना मात्र हो तिम्रो ठुलो ऐनाहरू भिडियोमा चाहिँ। अनि म कान्छी हो नि त अनि मोटाउनु परेन है। भन्नु न म सक्दिनँ क्या भयो गाइस धेरै होइन काँक्रो चाहिँ खान्छु। यति चाहिँ छोड्यो त्यहाँ धेरै देखेँ होइन धेरै खाँदा बस्दा भने हामीले रियलमा चाहिँ कहाँ धेरै देखेँ कि यो अन्डा अस्ति च्यालेन्ज गरिदिएको मैले अस्ति उनीहरूको च्यालेन्ज हेर्नुभयो त्यो दिनमा उसले भमिट गर्न गएको थियो है। कस्तो तर पनि उसले क्या ए म अबबाट म त्यो अन्डा खाँदिनँ भन्छ भाइले हेर्नु त गममा हाल्यो है। तर अहिले कस्तो कस्तो हुँदो रहेछ है नपाकेको त। मलाई त मन पर्छ। मेरो त झोला निस्किथ्यो नि झोली निस्क्यो मेरो उहुँ। ल गाइस आजको भिडियो यति नै।